नमस्ते साथीहरू। आज हामी कक्षा 9 को कम्प्युटर विषय अन्तर्गत पहिलो च्याप्टर कम्प्युटर फन्डामेन्टलको बारेमा सिक्नेछौँ। 1. कम्प्युटरको परिभाषा डेफिनेसन अफ कम्प्युटर। कम्प्युटर एउटा इलेक्ट्रोनिक मेसिन हो जसले प्रयोगकर्ताबाट डाटा र निर्देशनहरू प्राप्त गर्छ। यसले ती डाटाहरूलाई प्रशोधन गर्छ र हामीलाई अर्थपूर्ण नतिजा दिन्छ। सजिलो भाषामा भन्नुपर्दा कम्प्युटरले हामीले दिएको काँचो डाटालाई जानकारी वा इन्फर्मेसनमा बदल्ने काम गर्छ। 2. आइपिओ चक्र आइपिओ साइकल। कम्प्युटरले कसरी काम गर्छ त? यसको काम गर्ने तरिकालाई हामी आइपिओ साइकल भन्छौँ। यसमा मुख्य 3वटा चरणहरू हुन्छन्। इनपुट, सबैभन्दा पहिले हामी किबोर्ड वा माउसको प्रयोग गरेर कम्प्युटरलाई डाटा र कमान्ड दिन्छौँ। यसलाई नै इनपुट भनिन्छ। प्रोसेसिङ, इनपुट गरिएको डाटालाई कम्प्युटरको दिमाग अर्थात् सीपीयूले प्रोसेस गर्छ र त्यसलाई गणना वा विश्लेषण गर्ने काम गर्छ। आउटपुट, प्रोसेसिङ भइसकेपछि कम्प्युटरले मोनिटर वा प्रिन्टर मार्फत जुन नतिजा देखाउँछ त्यसलाई आउटपुट भनिन्छ। निष्कर्ष, यसरी इनपुट, प्रोसेसिङ र आउटपुटको चक्र निरन्तर चलिरहन्छ जसलाई हामी आइपिओ साइकल भन्छौँ। कम्प्युटर सम्बन्धी यस्तै सरल नोटहरूका लागि एसईई नोट्सलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।